आमा आज खानामा के बनाम? अनि तेरो त जिउ सन्चो छैन भनेको होइन? त आराम गर, म बनाइदिन्छु। ए भइहाल्छ नि, हुन्छ, म बनाइहाल्छु नि। अरे यत्रो सालदेखि त पकाएर आइरहेछु, अहिले पनि पकाइदिन्छु। त आराम गर्न त पकाइ गएर, म बनाइदिन्छु। जा त। बुहारी एउटा कुरा भन् त। हजुर के कुरामा? तँलाई केही कुराको प्रेसर छ? छैन आमा, केही पनि प्रेसर छैन त। म धेरै दिनदेखि देखिरहेछु त एकदम टेन्सन लिएर बस्दैछस्। न तँलाई कसले के भन्यो? भन्यो भने भनिहाल मलाई। फुपूले बच्चालाई लिएर अलिकति कुरा भन्नुहुँदै थियो अनि। अरे फुपूको त कामै हो भन्ने। एक दुई दिन बसेर गइहाल्छ तेरो फुपू। त्यो टेन्सन नलिकन खुसी खुसी बस् न। खुसी भएर बस्ने गर, टेन्सनले चल्दैन हेर। कति नै के को टेन्सन भनेको त त्यही फुपूको कुरा लगाएर पो टेन्सन लिएर बसिरहेको रहेछ। अरू कसरी केही भन्यो भने सिधा आएर मलाई भन्ने गर, बुझिस्? बुहारी के भयो? किन रोको त? के भयो? आमा अलिकति गल्ती भयो। सब्जीमा निम्बुकै बेसी भएछ। हे भगवान, यो पनि कुनै गल्ती हो? अनि यस्तो कुनै गल्ती छ जो सुधार्नु सक्दैन? लाटी सब्जीमा नुन बेसी भयो भनेर रुई पो राखेको रहेछ। आज पुस्तकले